आमा ढोग। भाग्यमानी भइस। आहा आइपुगिस। आऊ मेरा प्यार छोराहरू। मेरो दुईटै छोराहरू राम र लखनको जोडी जस्तै छन्। आमा ढोगे है। लखा जठा ढोङ गर्छस्, मुमे राम राम बगलमे छुरी राखी आमा ढोगे है भनेर नाटक गर्छस्। जा यहाँबाट। नमस्ते आमा, तपाईँ अहिले नेपालीको आमा रूपमा हुनुहुन्छ, त्यही भएर भनेको। हजुर कस्तो आमा, कसको आमा? मलाई आमा वा यस्तै केही नभन्नुहोस्। म कसैकी आमा होइन। जाऊ बालनकी श्रीमतीलाई आफ्नो आमा भन। म आफ्ना छोराछोरीकी आमा हुँ, तिम्रो होइन। सबै ढोङ गर्छ आमा आमा भनेर। असलमा त उनीहरू मोमे राम बगलमे छुरिया भनाइको चरितार्थ हुन्। वर्षौंदेखि मैले भोग गर्दै आएका सबै सरकारी सुविधाहरू खोसे र मेरा छोराहरूलाई बेरोजगार बनाइयो। त्यस्ता नालायकहरूलाई मैले राम लखन भन्न ठानेथे। माफ गर्नुस् मलाई। मैले नेपाली आमाको स्वामित्वलाई मैले आफ्नो स्वार्थ र आवेगमा आएर ग्रहण गर्न सकिनँ।